It doesn't take much to work out. केही चाहिदैन, केही पनि चाहिदैन, आफ्नो विल चाहिन्छ जस्ट त्यति मात्र हो. And you will be much healthier, much faster. एउटा भनाइ छ क्या, and I totally believe in that. तिमीसँग चाहिँ लाइफमा चाहिँ हजारवटा प्रब्लम छ क्या, हजारवटा प्रब्लम छ. हरेक मान्छेसँग छ, बाटोमा हिँड्ने मान्छेदेखि लिएर पनि बाटोमा हिँड्ने मान्छेसँग गएर कुरा गर्दा चाहिँ प्रब्लम हो मान्छेको छ, हजारौँ प्रब्लम छ क्या, हजारौँ. तर तिम्रो हेल्थ है, तिम्रो हेल्थको प्रब्लम आयो चाहिँ तिमीसँग एउटा मात्र प्रब्लम छ. त्यही भएर पनि फिजिकली फिट हुनैपर्छ क्या. तिमी हेल्दी भएन भने तिम्रो दिमागमा तिम्रो हेल्थको बारेमा बाहेक अरू केही पनि खेल्दैन. संसारको कुनै पनि समस्या त खेल्दैन क्या. तिम्रो दिमागमा चाहिँ तिम्रो त्यो रोगको बारेमा मात्र कुरा खेल्छ क्या. त्यही भएर फर्स्ट थिङ पुस गर्नु हेल्दी. त्यो बाँकी त अब भगवान्को हातमा हो. जति नै वर्कआउट गरे पनि जति नै जे गरे पनि केही न केही नराम्रो हुनसक्छ. तर यु हेभ टु टेक द बेस्ट स्टेप द्याट यु क्यान है. जानी गर्न सकिन्छ, जे नि गर्न सकिन्छ. So breathe गर्ने, सास लिने, 30-40 सेकेन्ड वेट गर्ने, फेरि रिपिट गर्ने. दिनमा 10 चोटि रिपिट गर्ने. That's all.